हेलो नमस्ते साथीहरू। आज पनि सधैँ गरी तपाईँको माझ एउटा भ्लग लिएर आइरहेको छु। आज चाहिँ टक्कसँगले हाम्रो बाइकको एउटा कुरियरमा सामान आएछ। त्यो चाहिँ अनलाइन सपिङ गरेको फ्यान बक्स भन्नेमा आइरहेको छ। त्यो रिसिभ गर्न चाहिँ हामी गइरहेछौँ यता बाइकको। Hello guys. कस्तो भइरहेछ अनि सामान आएर एक्साइटेड हो? Excited, अलि excited हो। ल अब सिधै ट्याक्कसँगलाई तयारी गरेर हेर्ने बाटोमा पनि के भइरहेछ त्यो पनि हामी देखाउँछौँ तपाईँहरूलाई। यसो स्टे ट्युन है। ल फाइनली हामी चाहिँ ट्याक्कै बक्सको फ्यान कुरियरको एउटा बक्समा आइपुगेका छौँ। ट्याक्कैसँग लोकेसन पनि ट्याक्कै अब यी नजिकै रहेछ। अब ट्याक्कै हामी पार्सल पिकअप गर्न लागिरहेछौँ है। सर्लक्कै त भाइ। ल अब पिन नम्बर हाल्ने त्यहाँनिर टक्क पिन नम्बर हाल्नुहुन्छ। त्यो पिन लगाएपछि ट्याक्कै यो एउटा बक्स खोलिन्छ। अनि टाढोको नभए फाइनली खोलिसक्यो। के आयो ल सामान निकालेर त भाइ? रुम गएर हेर्नुपर्छ अनबक्सिङ। आहा ल देखाऊ भाइ। ल अब रुममा गएर भेटौँ।